सम्पूर्णमा नमस्कार। आज चाहिँ म तपाईँहरूलाई कुनै पनि महिलाले बच्चा जन्माइसके पछाडि कुन परिवार नियोजनको साधन कहिले कहिले प्रयोग गर्न सकिन्छ त भन्ने कुराको चाहिँ जानकारी दिँदैछु। अस्ति भर्खरै लुम्बिनीले लोकसेवा 5th लेभल एचएमा पनि एउटा क्वेसन सोधेको थियो। द अर्लिएस्ट टाइम टु युज प्रोजेस्टेरोन ओन्ली पिल्स इज भनेर थियो। अप्सन एमा चाहिँ सुन आफ्टर बर्थ, सेकेन्डमा चाहिँ आफ्टर 6 विक्स अफ डेलिभरी, थर्ड अप्सनमा चाहिँ आफ्टर 6 मन्थ्स अफ डेलिभरी, फोर्थ अप्सनमा चाहिँ प्रोजेस्टेरोन ओन्ली पिल्स क्यानट युज ड्युरिङ ब्रेस्ट फिडिङ भनेर थियो। अब यसमा त तपाईँहरू धेरैजनाले मेरो विचारमा सुन आफ्टर बर्थ नै लाएर आउनुभएको होला। यसमा चाहिँ कुनै पनि महिलाले बच्चा जन्मिने बित्तिकै जब साल निस्किन्छ नि, साल निस्के पछाडि प्रयोग गर्न सकिने परिवार नियोजनको साधन चाहिँ 3टा छ। एउटा चाहिँ के छ त, हामी धेरैजनाले कपटी भनेर सुन्छौँ, जसलाई चाहिँ हामीले पोस्ट प्लासेन्टल आइयुसिडी भन्छ। पोस्ट प्लासेन्टल आइयुसिडी चाहिँ आमाले साल निस्केको 48 घण्टाभित्रमा अथवा त्यतिखेर महिलाले युज गर्न पाउनु भएन भने बच्चा जन्मेको 4 हप्ता पछाडिबाट 1 वर्षसम्म प्रयोग गर्न सकिन्छ। अर्को दोस्रो भनेको चाहिँ हामी धेरैजनाले खाने चक्की भन्छ। खाने चक्की 2 तरिकाको हुन्छ के, 2 प्रकारको हुन्छ। एउटा प्रोजेस्टेरोन ओन्ली भनेर प्रोजेस्टेरोन हर्मोन मात्र भएको हुन्छ, यो चाहिँ बच्चा जन्मिने बित्तिकैदेखि सुरु गर्न सकिन्छ। अर्को चाहिँ प्रोजेस्टेरोन र एस्ट्रोजन दुवै हर्मोन भएको हुन्छ, यो चाहिँ बच्चा जन्मेको 6 हप्ता पछाडि मात्र प्रयोग गर्न सकिन्छ। र अर्को भनेको चाहिँ थर्डमा के हो त भन्दाखेरि चाहिँ इम्प्लान्ट भनेर हामीले चाहिँ पाखुरामा राख्ने भन्छ नि, पाखुरामा राख्ने औषधि जुन 5 वर्ष राखिन्छ, यो चाहिँ बच्चा जन्मिने बित्तिकै राख्न सकिन्छ है। यो 3टाले चाहिँ जुन आमाले ब्रेस्ट फिडिङ गर्छ नि, बच्चालाई दुध खुवाउँदाखेरि दुध निस्किने अथवा प्रोडक्सनमा कुनै पनि फरक नपर्ने भएकोले यो 3टा चाहिँ बच्चा जन्मिने बित्तिकै राख्न सकिन्छ है। अब अरूहरू चाहिँ जस्तै कन्डम त अब फिजिकल रिलेसन रिभर्ट हुने बेलामा युज गर्न सकिन्छ होइन। अर्को चाहिँ धेरैजनाले आजकल इमर्जेन्सी पिल्स भन्छ नि, 120 घन्टे चक्के, 72 घन्टे चक्के भन्छ। यो चाहिँ कुनै पनि महिलाले चाहिँ यदि अनसेफ फिजिकल रिलेसन भएको छ भने बच्चा जन्मेको 4 हप्ता पछाडि प्रयोग गर्न सकिन्छ भने, होइन कुनै पनि महिलाको चाहिँ मेरो त बच्चा पुग्यो भनेर थाहै गर्छु भन्यो भने बच्चा जन्मेको 7 दिनभित्रमा पनि थाहै बन्ध्याकरण गर्न सकिन्छ। होइन त्यतिखेर गर्न भ्याउनु भएन भने 4 हप्ता पछाडि उहाँले चाहिँ थाहै बन्ध्याकरण गर्न पनि सक्नुहुन्छ। हस् त, थ्याङ्क यू।